यो समय सन्दर्भमा चाहिँ आज चाहिँ यो हाम्रो धुर्मुस सुन्तलीको अब भन्दा अब रोइलो भन्दाखेरि नराम्रो सुनेला होइन, पीडा भन्ने या आफैलाई दिएको कष्ट क्या। म त्यो अरूलाई दोष दिन्न, आफैलाई दिएको त्यो भन्छ नि, आफ्नो खुट्टामा आफै बन्चरो हान्नेको भन्छु क्या म चाहिँ त्यसलाई। मलाई ठ्याक्कै अब त थाहा छैन मिति त 2017-18मा यहाँ पनि बहुत चलेको थियो कि ग्याङ बनेर पैसा उठाउने, धुर्मुस सुन्तलीलाई त्यो के अरे क्रिकेट रङ्गशाला बनाउने, त्यहाँ हेल्प गर्नुपर्छ भनेर बहुत भयो थियो। मैले त्यति बेला मेरो विश्लेषणमा चाहिँ के थियो भने, मैले एक दुईजनालाई भने पनि उनीहरूले कहाँ हुन्छ यस्तो राम्रो काम, राम्रो अवश्य राम्रो हो, तर विदेशमा बसेकाले 2 रुपियाँ दिएर 3 खर्बको रङ्गशाला बन्न सक्छ त हो। धुर्मुस सुन्तलीले गरेका राम्रा कामहरू के अरे सिन्धुपाल्चोकको बस्ती, त्यहीँ तराईमा कानेर सिरा सप्तरीतिरको मुसर बस्ती एकदम राम्रो सराहनीय काम हो, त्यसमा केही गुनासो छैन। तर मान्छे अलिकति गर्दैमा उक्सिएर धेरै माथि पुग्नु, जो कि राज्यले गर्न सक्दैन, राज्यले लगानी गर्न सक्ने स्थिति छैन, त मागेर गर्छु भन्नु त्यो गलत हो। र अहिले रोइलो गर्नु पनि गलत हो, किनभने आफ्नो खुट्टामा आफैले बन्चरो हाने हो, कसैले बनायो भने होइन, आफै तात्या हो। सरकारलाई त्यो टियुमा त्यति गर्नलाई कत्रो हम्मै पर्यो। यो विषयमा अलिकति भनौँ, केपी ओली मान्छे अलिक ऊ भयो भने, अगर सरकारी संयन्त्र सही भयो भने काम त हुँदो रहेछ। सरकार सही भयो भने केपी ओलीको 300 दिनको परिणाम अहिले यो ऊ हो। मान्छे त म मन पर्दैन केपी ओली, तर गर्न खोज्दा र गर्न चाहँदा सरकारले चाहँदा हुँदो रहेछ हो। त्यही भएर अब मैले अहिले अब के अरे एउटा के अरे मल बनाउँछु भनेर भन्न मिल्छ, सक्छ? त्यो भन्छ नि नेपालीमा भन्छ नि, घाँटी हेरेर हाड निल्नुपर्छ हो। धुर्मुस सुन्तलीलाई के भयो भने हामी त सर्वै हामी ठुलो, हामीलाई चाहिँ जसले पनि पत्याल्छ, त्यो हुँदैन। पैसाको मुख कालो हुन्छ भन्ने त दुनियाँलाई थाहा छ। यो अहिले जुन धुर्मुस सुन्तलीले पाइराखेको दुःख अरूले दिएको होइन, आफैले लिएको, खुसी लिएको हो। त्यो भएर यो रोइ कराइ गर्नु, मानसिक तनाव भयो, यो भयो त्यो भयो भन्नु बेकार। म चाहिँ बेकार भन्छु। कसैले मलाई गाली गर्छ गरोस्, नो प्रब्लम, तर यो बेकार हो। कसैले तिनीहरूलाई बनायो भनेको होइन, सरकारले हामी साथ दिन्छौँ पनि भने होइन। त्यो सक्दै नसक्ने कुरो मागेर 3 खरब 4 खरबको लगानी लगाएर स्टेडियम बनाउन राज्यले बाउको बिहा देख्छ, अनि तिमीहरू यस्तो वाहियात चिजमा हात हाल्ने, अनि त्यहाँबाट पछाडि नसकेपछि रोइलो गरेर यो भएन त्यो भएन यो गरेन सर, अचम्म लाग्छ क्या। त्यही सामान्य तिमीहरूले गर्दै गरेका विपन्न परिवारहरूलाई घर बनाइदेऊ, हौ त्यस्तै साना प्रोजेक्टहरू गर्दै जाने हो क्या। 3 खर्बको प्रोजेक्ट आँट्ने होइन क्या। तिमीहरू पपुलर होला, एउटा क्षेत्रमा तिमीहरू पपुलर थियौ, राम्रो थियो, राम्रो गरेका थियौ, त्यति बेलासम्म सराहनीय थियो। जब तिमीहरूले क्रिकेटको उसमा हात हाल्यौ, त्यो क्रिकेट स्टेडियममा, त्यहाँदेखि मैले, मेरो साथीहरू पनि छन् अहिले, उनीहरूलाई थाहा होला मैले भनेको कुरा, यो सम्भव हुँदैन, असम्भव कुरा हो, यो यिनीहरूले गलत गरे भनेर मैले बकाइदा हाम्रो त्यही पैसा उठाउने क्रममा मैले भने, र मैले दिइनँ पनि, किन मलाई थाहा थियो यो हुन नसक्ने काम हो। सबैले भेला गरे दिए, निकै पैसा पठाए पनि हाम्रो साथीहरूले, तर मैले दिइनँ, किनभने यो नहुने काम हो, यसमा फाइदा छैन, हुँदैन, सक्दैन, यो असम्भव कुरो हो भनेर मैले चाहिँ दिइनँ होइन। त्यो भएर कोही पनि सेलिब्रिटी भएर वात्त आएर त्यो नहुने कुरा गरेर जानुभन्दा विश्लेषण गरेर कति हुन्छ के हुन्छ गर्नु राम्रो। फेरि यही धुर्मुस सुन्तलीको जस्तो अहिलेको हालत हुनु चाहिँ सही होइन। तर त्यो भन्दैमा अब सहानुभूति त छ,
आफ्नो खुट्टामा आफैले बन्चर हाने हो, अर्काले हान्दिया होइन। त्यो भएर अब यसबाट अब उभर्नको लागि अब भरतपुरको कुरा सुन्दाखेरि उनीहरू भन्छ मन्त्रालयले पैसा पठायो दे भन्यो, तर कुन कानुनको आधारमा दिने? अब त्यो कानुनी पाटो मलाई त्यत्रो थाहा छैन, त्यो हुन पनि सक्छ। अब कुनै व्यक्तिलाई सरकारी सम्पत्ति बापत पैसा दिँदैछ भने के कारणले दिँदैछ, के हो त्यसको कारणसहित र नीति नियम बनाएरै दिनु पर्ला। भोलि भ्रष्टाचारको मुद्दा खेप्न त कोही पनि चाहँदैन हो। त्यही भएर यस्ता कुरामा अलिक ध्यान दिनुपर्छ। धुर्मुस अब भाइ हो कि दाइ हो, तिमीले आफ्नो खुट्टामा आफै बन्चर हाने हो, अर्काले हान्दिया चाहिँ होइन। अब आइन्दा गर्दाखेरि सोचेर सम्झेर दीर्घकालीन असरहरू हेरेर काम गर्ने गर्नु।